क्याबिनेट बैठक भइरहेको छ, कुलमानजीलाई हटाउने निर्णय गरेको बैठकमा चाहिँ त्यही बसिरहेका छौँ हामी। त्यो निर्णय भइसके पछाडि हाम्रो क्याबिनेट सक्नुभन्दा 18 मिनट अगाडि नै त्यो आइसक्यो अनलाइनमा। त्यहाँ त हामी त्यहाँ भएको मन्त्रीहरू र चाहिँ मुख्य सचिव बाहेक अरू कोही छैन। कसले भन्यो त त्यो? मैले प्रश्न गरेँ, कसले भन्यो? प्रधानमन्त्रीज्यू कि तपाईँले भन्नुभयो कि तपाईँका माननीय मन्त्रीज्यूले भन्नुभयो कि मुख्य सचिवले भन्नुभयो? कसैले त भन्यो। प्रवक्ता चाहिँ तल गएर चाहिँ के अरे माइकको अगाडि चाहिँ उभिनु, माइक्रोफोनको अगाडि उभिनुभन्दा अगाडि नै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो। को छ यहाँ मन्त्री चाहिँ अनलाइनको चाहिँ समाचारदाता भन्नु पर्यो? होइन भने यो चाहिँ कुरा चाहिँ प्रवक्ताले नभनेको किन भनेको? अब यो के अरे क्याबिनेटमा चाहिँ आउँदाखेरि कसैलाई चाहिँ तपाईँको मोबाइल लिएर नआउने भने बन्द गर्नु पर्यो, कारबाहीको विषय बनाउनु पर्यो। यो बल्ल चाहिँ अझ ल यो चाहिँ भयो। अब चाहिँ कसैले चाहिँ के अरे क्याबिनेटको बैठकमा आउँदाखेरि बाहिर चाहिँ मोबाइल राखेर आउने, प्रवक्ताले बाहेक कसैले नभन्ने। यसरी भगवान भरोसे चलेको मुलुक के, त्यसको व्यवस्था त हामी आफैले गर्नुपर्छ। हेरेर चाहिँ विरोध गरेर मात्रै हुँदैन। अनि मैले त्यो दिन के भएर आउनु पाएको छैन, म गाडीबाट झर्न पाएको छैन। त्यो दिनमा अरू 2टा विषय थियो कि, अरू 2टा महत्त्वपूर्ण विषय थियो, त्यही दिन भन्नुपर्ने। कुलमानको विषय त थिएन। मन्त्रीज्यू कुलमान घिसिङलाई हटाए हो भने कसरी थाहा पाउनुभयो तपाईँले? कुलमानले भने हो तपाईँलाई भने मैले। यो कुरा यति भाइरल भयो कि तपाईँले त्यसो नभन्नु पर्थ्यो। मैले त उसले पहिले नै चाहिँ के अरे सोच्न थाहा पाइसकेर भनेको भनेर प्रश्नको चाहिँ व्यङ्ग्य गरे मात्रै हो मैले। तिमीहरू बासी न्युज मसँग किन सोध्छौ? तिमीहरू पहिले सासी न्युज पाइसकेका छौ भनेर भनेको। त्यो भन्नुहुन्थ्यो हुँदैन थाहा छैन।